धन्यवाद विजयजी। आजको यो पद्मरत्न तुलाधरज्यूलाई सम्मान कार्यक्रमको अध्यक्षता गरिरहनुभएका अध्यक्षज्यू, सम्मानित व्यक्तित्व पद्मरत्न तुलाधरज्यू र डाइसमा रहनुभएका सम्पूर्ण अग्रज सम्मानित व्यक्तित्वहरू र यहाँ उपस्थित हुनुभएका सबै अग्रज सम्मानित तथा समकालीन सहयात्री साथीहरू। अब अहिलेसम्मको वक्तामा उमेरले पनि अनुभवले पनि म कान्छु पनि, त्यसकारण नेपालको प्रजातान्त्रिक आन्दोलन या लोकतान्त्रिक आन्दोलन, मानव अधिकार आन्दोलनको बारेमा र सँगै त्योसँग जोडिएको व्यक्तित्व, अझ भन्नुपर्दाखेरि यो आन्दोलनको भीष्म पितामह भन्ने भन्छु, पद्मरत्न तुलाधरज्यूको बारेमा मलाई धेरै नै कम जानकारी छ। पहिलो सामिप्यता उहाँसँग मेरो विराटनगरमै भएको थियो। 42 सालमा मानव अधिकार दिवस मनाउने क्रममा पद्मरत्न दाई, जागृत प्रसाद भेटवाल, त्यसै गरी मार्शल जुलुम साक्य अनि रामानन्द प्रसाद सिंह लगायतका व्यक्तित्वहरू त्यहाँ पुग्नु भएको थियो। सुबोध दाईको घरमा बस्ने व्यवस्था, खाने व्यवस्था त्यहाँ गरिएको थियो, किनभने त्यतिखेर यी सबै व्यक्तित्वहरू आइरहेका छन् भनिसकेपछि त्यहाँ प्रशासन सजग थियो र हामीहरूलाई सजिलो अरूभन्दा सुबोध दाई कहाँ कम्फर्टेबल हामीले महसुस गऱ्यौँ र त्यो क्याम्पससँग जोडिएको प्राङ्गण थियो, एउटा खाली थियो। त्यतिखेर मानिसहरू क्याम्पस छेउमा जग्गा किन्दैनथे, घर बनाउँदैनथे, किनभने क्याम्पसमा दिनौँ जसो आन्दोलनहरू भइरहन्थ्यो, लाठीचार्ज, पुलिसले लखेट्ने गर्ने, मान्छेहरू अनि आएर लुक्नको निम्ति घरमा छिर्ने भएको हुनाले त्यो नजिकमा घर बनाउँदैनथे मान्छेले, त्यो जग्गा पर्दिरहन्थ्यो। अनि ती कार्यक्रम मनाउने तयारी गरियो। ती सुबोध दाईकै घरमा मेरो पहिलो भेटघाट पद्म दाईसँग भएको थियो र त्यसपछि हामी त्यो अगाडिको प्राङ्गणमा मानव अधिकार दिवस मनाउन भनेर अगाडि बढ्यौँ र त्यहाँनिर लाठीचार्ज भयो र सबैलाई गिरफ्तार गरियो र त्यसमा सुबोध दाई म पनि गिरफ्तार भयौँ उहाँहरूसँगै र हामीलाई सबैलाई गाडीमा राखेर एयरपोर्टतिर ल्यायो। मलाई अब खुसी पनि लागिरहेको थियो, अब आज चाहिँ प्लेन चढेर काठमाडौँ जान पाइयो भनेर, किनभने त्योभन्दा अगाडि म प्लेन चढेको थिइनँ हो कि। अनि म खुसी मानिरहेको थिएँ। भयो चाहिँ के भने मार्शल दाईहरू, रामानन्द मिश्र, पवन दाईहरूलाई चाहिँ प्लेनमा चढाएर काठमाडौँ पठाइदियो। त्यही गाडीमा हामीहरूलाई ल्याएर चाहिँ कस्टडीमा थुनेर राख्यो। अनि बडो निराश भयो, आज पनि प्लेन चढेर काठमाडौँ जान पाइएन भन्ने कुराको मिस भयो भन्ने लाग्यो। र त्यहाँ दिवस त हामीले मनायौँ, तर अन्तर्संवाद छलफलहरू गर्दाखेरि म साह्रै नै प्रभावित भएको थिएँ त्यतिखेर पदम दाईबाट। र दोस्रो, जतिखेर उहाँ राष्ट्रिय पञ्चायतमा चुनाव लडिराख्नु भएको थियो र त्यो चुनाव लड्दाखेरि उहाँले काठमाडौँमा गरेको एउटा भाषण धेरै फेमस भयो र त्यो भाषणको क्यासेट हामीहरूले विराटनगरमा यहाँबाट मगाएर त्यो कपी गरेर, अब हामीलाई पनि चाहियो, हामीलाई उम्मेदवार एउटा छ त्यहाँ, कस्तो प्रख्यात भयो भने त्यो भाषण भने अरू अन्य उम्मेदवारले पनि पहिले त्यो बजाउने क्या। अन्य उम्मेदवारको सभा गर्दाखेरि पनि पदम दाईको क्यासेट चाहिँ बजाइएको थियो। अनि त्यसपछि अहिले प्रभावित गर्नको निम्ति, मास ग्यादरिङ गर्नको निम्ति, अनि त्यसपछि उम्मेदवारहरूको आफ्नो भाषणहरू सुरु हुन्थ्यो र त्यो भाषण बिक्री हुन थालेपछि, अब किनभने हामी विद्यार्थी थियौँ, हामीसँग पैसा आउँदैन थियो, हामीले त्यो कपी गर्न सक्दैन थियो, अनि अब क्यासेटै छैन, खाली क्यासेट कसरी गर्ने भनेर भनेपछि हामी किन्छौँ चाहिँ, किनेर भए पनि ल्याऊ भनेर। अनि सजिलै विराटनगरमा पाइन्थ्यो। हामी पारि इन्डियापट्टि जोगमनीतिर गएर अनि त्यहाँनिर गएर कपी गरेर ल्याएर व्यापार त गरेनौँ हामीले, तर दामको दाममा त्यो चाहिँ हामीले धेरै प्रचार गऱ्यौँ र त्यसले नेपालको पञ्चायती व्यवस्थाको निरङ्कुशता जुन थियो र त्यतिखेर मको क्यासेट हामीले सुन्यौँ भने पाउँछौँ र जुन अहिले हामीले सङ्घीयताको, पुनर्संरचनाको र सहभागिताको कुराहरू गरिरहेका थियौँ, पदम दाईले त्यतिखेरै गर्नुहुन्थ्यो। त्यो कुरा, भाषाका कुरा गर्नुहुन्थ्यो, संस्कृतिका कुरा गर्नुहुन्थ्यो, जनजातिका कुराहरू गर्नुहुन्थ्यो, अधिकारका कुराहरू गर्नुभएको छ र त्यसले त्यो निकै प्रख्यात भएको थियो। र त्यस क्रममा
त्यसरी पनि धेरै उहाँसँग सामिप्यता हुने अवसर पाइयो र पछिको आन्दोलनमा त हामी 62-63 को आन्दोलनमा त हामी काठमाडौँमै थियौँ, सँगसँगै सहयात्रा गर्ने अवसर पनि पाइयो र त्यसपछि संविधान सभाको निर्वाचनको क्रममा धेरै ठाउँमा पदम दाइसँग हिँडडुल गर्ने र कार्यक्रममा सहभागिता हुने अवसरहरू पायौँ र यस अर्थमा बहुत सरल व्यक्तित्व, बहुत सहज व्यक्तित्व र जहाँ पनि जाँदाखेरि हामीहरूले पदम दाइको नाममा अब एउटा सम्झना छ, विराटनगरमा धेरै कार्यक्रमहरू भए, सबै कार्यक्रममा राजनीतिक दलले के प्रचार गर्थे भने पद्मरत्न तुलाधर, साथमा पद्मरत्न तुलाधर पनि भनेर आमसभालाई, तर पद्म दाइ पुग्नुहुन्न थियो। त्यो के हो भन्दाखेरि मास ग्यादरिङ गर्ने एउटा नाम तरिका थियो। पछिल्लो पटक एकपटक चाहिँ हामीहरूले पनि कार्यक्रम गर्ने, म त्यतिखेर जनमोर्चा भन्ने बाबुरामजीको जनमोर्चा उसमा संलग्न थिएँ र त्यहाँ त्यसले कार्यक्रम गर्ने भनेर भन्यो आन्दोलन पश्चात, र यसमा चाहिँ पद्मरत्न तुलाधर पनि आउनुहुन्छ भनेर काठमाडौँबाट खबर गयो। अनि हामीहरूले चाहिँ बारम्बार के भने प्रचार गर्नुभन्दा अगाडि अब एकदम पुरै कन्फर्म नगरिकन गर्नु हुँदैन भनेर भन्यो। ल अन्तमा चाहिँ के हो भने आउनु पदम दाइ आउनुभयो। त्यसले हामीले चाहिँ त्यहाँको आदर्श विद्यालय भन्ने पनि त्यो शहीद मैदानको छेउमा छ, त्यहाँनिर हामीले कार्यक्रमको आयोजना गरेका थियौँ, तर यति ठुलो पानी पर्यो सकेनौँ र सभागृहमा हामीले गऱ्यौँ र सभागृहमा गर्दाखेरि हामीहरूले त्यो पुरा भएर त्योभन्दा बढी मान्छे बाहिर भएर माइकहरू लगाएर चाहिँ बाहिर सुन्ने व्यवस्थाहरू गर्नु पर्यो र यस्तो व्यक्तित्व र त्यही प्रेरणाले म राजनीतिबाट बिस्तारै मानव अधिकारको आन्दोलनमा म पनि प्रवेश गर्दाखेरि त्यसले मलाई धेरै पद्मरत्न दाइको विचारले धेरै नै प्रभावित पारेको मैले अनुभूति गरेँ र पछिल्लो चरणमा धेरै समयसम्म अगाडि बढ्न अवसर पनि मिल्यो। यहाँ कुरा उठ्यो अब अघि मानव अधिकार संरक्षण मञ्च विजयजीले भन्नुभयो यस्तो गरिब पनि छ, अब यसको शाखाहरू पनि कमजोर हुँदै गएका छन्, अरू यहीसँग संलग्न भएकाहरू अगाडि बढे। मलाई याद छ नवदत्तजीलाई बिर्सिनुभयो कि के हो, पोखरामा महाधिवेशन हुँदाखेरि म पनि एउटा वक्ताको रूपमा त्यहाँ थिएँ। मैले भनेको थिएँ मानव अधिकार संरक्षण भनेको त्रिभुवन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयमा धेरै मानिसहरूले शिक्षा आर्जन गरे र त्यही विश्वविद्यालयबाट शिक्षा आर्जन गरेका मानिसहरूले काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, अन्य विश्वविद्यालयहरू, संस्कृत विश्वविद्यालयहरू, अहिले चाहिँ सुर्खेत विश्वविद्यालय, धेरै विश्वविद्यालयहरू खोले। तर ती विश्वविद्यालयहरू अहिले थुप्रै विद्यार्थीहरूको कमी हुँदैन त्यहाँनिर बढ्यो, तर त्रिभुवन विश्वविद्यालयको फ्याकल्टीहरू चाहिँ कोल्याप्स हुँदै गइरहेको अवस्था छ र अहिले पनि भन्नुपर्दा जति फ्याकल्टीहरू चलेका छन् त्यसमा विद्यार्थीहरूको पहिलो प्रायोरिटी के हुन्छ भने त्रिभुवन विश्वविद्यालय, चाहे त्यो इन्जिनियरिङ संरक्षण मञ्चको पनि छन् भनेर चाहिँ धेरै जिल्लामा अहिले पनि त्यो